नमस्ते एभ्रिवान। शेर्पा फर ज्याकेट भनेर त हजुरले टिकटक, फेसबुक, इन्स्टाग्राम जताततै देख्नु भएको छ होला। आज चाहिँ मैले हजुरको बेबीको लागि चाहिँ यो जगर्स लिएर आएको छु है। एकदमै बाक्लो न्यानो छ भने जस्तो जाडो पनि थाम्दिने टाइपको छ यो जगर्स चाहिँ, किनकि जगर्स एकदमै धेरै खोज्नुहुन्छ है बेबीहरूको लागि भने। यो चाहिँ सानो साइजदेखि नै आएको छ। यो 4 इयर्स भन्दा माथिको बेबीलाई हजुरले मजाले लिन सक्नुहुन्छ। जगर्स लिँदा मामुहरूले जहिले पनि एक साइज ठुलो खोज्नुहुन्छ, किनकि खुट्टामा यस्तो इलास्टिक भएको हुनाले बच्चाहरूलाई हल्का ठुलो भए पनि फरक पर्दैन। अर्को वर्षलाई पनि हुन्छ भनेर चाहिँ ठुलो साइज खोज्नुहुन्छ। त्यसैले चाहिँ यसको चाहिँ जाङ जाने फाट्ने केही पनि हुँदैन। हजुरहरूको बेबीलाई सानो भएर जाला तर फाटेर चाहिँ जाँदैन है। यो कपडा चाहिँ त्यस्तो टाइपको छ। न्यानो पनि एकदमै न्यानो छ भने मन्टेसरी पठाउने बेबीहरूको लागि त झन् मामुहरूले यति धेरै अर्डर गर्नुहुन्छ कि पोहोरको वर्ष चाहिँ मैले एकदमै धेरै बेचेको हो। त्यसैले यो वर्ष पनि लिएर आइसकेको छु है। सानो साइजमा हजुरले यस्तो टाइपमा पाउनुहुनेछ भने ठुलो टाइपमा चाहिँ हजुरले यस्तो डिजाइनमा पाउन सक्नुहुनेछ है। कलर भेराइटी चाहिँ अहिले हामीसँग यति नै छ। कलर भेराइटी फेरि आउनेछ। हामीले पनि होलसेलमा जुन कलर आएको छ त्यही लिएर राखेको छौँ। यदि हजुरको बेबीलाई पनि यस्तै एकदमै न्यानो टाइपको बलियो टाइपको जगर्स खोजिराख्नु भएको छ भने चाहिँ सानोदेखि ठुलो मामुहरूको साइजसम्म आइसकेको छ। छिटो बुक गर्नु होला। थ्याङ्क यू।